नमस्ते सबैमा। आज चाहिँ म तपाईहरु सामु किमा नुडलको रेसिपी लिएर आएको छु। यसरी घरमा बनाएर खानुहोस्, एकदमै मिठो हुन्छ। सबैभन्दा पहिला पेनमा तोरीको तेल राखेर चप गरेको प्याज राखेर चलाउने। यहाँ प्याज गोल्डन ब्राउन भइसकेपछि कुखुराको किमा राखेर राम्रोसँग चलाउने। यसरी केही बेर राम्रोसँग चलाइसकेपछि स्वाद अनुसार नुन राख्ने, बेसार पनि राख्ने र एकपटक फेरि राम्रोसँग चलाउने। यहाँ मैले रातो खोर्सानीको धुलो पनि लिएको छु, केही बेर पाक्न छोड्दिने। त्यसपछि मैले यहाँ हरियो खोर्सानी लिएको छु र चप गरेको अदुवा लसुन राखेर सबैतिर मिल्ने गरी चलाउने। किमा यतिको भइसकेपछि टमाटर पेस्ट राख्ने र फेरि चलाउने। त्यसपछि अन्तिममा सोया सस राखेर राम्रोसँग चलाउने। अब हाम्रो किमा यसरी रेडी हुन्छ। अब किमा पाकिसकेपछि यहाँ भाँडामा आवश्यक अनुसार तातो पानी राख्ने र पानी उम्लिसकेपछि यहाँ नुडल्स राख्ने। नुडल्स नटासियोस् भन्नको लागि यहाँ मैले थोरै तेल पनि राखेको छु। यहाँ नुडल पाक्न लागिसकेपछि चाहिँ रायो साग राखेर केही बेर बोइल गरेर निकालेको छु। बोइल गरेको साग निकाले सँगसँगै हाम्रो नुडल रेडी भएर मैले चिसो पानीले राम्रोसँग धोएँ। धोइसकेको नुडलमा माथिबाट मैले तातो पानी राखेँ। यसो गर्दा चाहिँ हाम्रो नुडल तातो हुन्छ। अब प्लेटमा चप गरेको लसुन, सोया सस अनि टिमुर र खोर्सानीको पेस्ट राख्ने र तपाईहरु कति नुडल खानुहुन्छ त्यही अनुसार राख्ने र माथिबाट यसरी किमालाई पनि राख्ने। त्यसपछि बोइल गरेको रायो साग पनि यसरी राखिदिने। अब यसरी नै घरमा सजिलैसँग चिकन किमा नुडल बनाएर आफू पनि खानुहोस् र परिवारलाई पनि खुवाउनुहोस्।